सम्पूर्ण नमस्ते सबैजनालाई शुभ बिहानीको फेरि पनि नमस्कार है लाभा बक्सको तर्फबाट। अनि आज चाहिँ बिहानै हामी फुटसल खेल्न जान लाँदैछौँ होइन। सौरभ र म आज चाहिँ हाम्रो फुटसल डे, फेरि 8 to 9 गेम छ है। अनि अहिले चाहिँ तपाईँको लगभग 7:30 बजिसक्यो। अनि यतापट्टि छ कफी रेडी, सौरभ चाहिँ रेडी भएर आउँदैछ होइन। अनि हामी फुटसल खेल्छु अनि सौरभ चाहिँ त्यतैबाट कलेज जान्छ है। अहिले चाहिँ म मेरो कफी इन्जोय गर्छु अनि हामी निस्किनु मलाई भेटौँ है त ल। है त गाइज, अब हामी चाहिँ निस्किनु लाग्यो। सौरभ यता स्कुटर निकाल्दैछ ट्याग लगाएर है। सौरभ चाहिँ यता स्कुटर निकाल्दैछ है ट्याग ल। हामी निस्क्यौँ है बाटोमा। हामी डाइरेक्ट फुटसल गरेर भेट्छौँ त गाइड। 8-10 भयो। भइसक्यो, भिडियो नि भयो। 8-10 भइसक्यो। 8 भयो। यहाँ त टेबल टेनिस। हाम्रो किपरमा अब नेसनल टिमको गोलकिपर सञ्जीव तामाङ यसपालि टिममा परेको छन्। थाइल्यान्डको लागि गेम छ। आहा, दामी प्रयास। किपर चाहिँ इरानको लागि ठिक्क किपर आयो रोक्ने मात्र हिमालयनको भाइ छ नि तिनीहरू पछाडि म त आज नखेल्नु पर्ला दाइ, प्लेयर पनि छ, टाउको पनि बेकारमा दुखाउनु मात्रै। हाम्रो केटाहरूले गेम अति नै राम्रो खेलिरहेको छन् यता। जे होस् अहिलेसम्म 2 को लिड लगिसक्यो। समीर फेरि फिटमा आउँदैछ है। अब समीर फिटमा आएपछि फेरि सकाइदिन्छ त केटोले, गेम सुरु हुनु अगाडि नै सकाइदिन्छ। सडन परेको छ तर हानेनन्। ब्याक पास टु नेसनल गोलकिपर सञ्जीव तामाङ। वाउ, वाट अ पास भन्दिनँ, अलिकति पास गएन। दामी डिफेन्डिङ। वाउ, हान्नु पर्यो यता। अब यमाल छिर्दैछ हाम्रो यो भाइ। यमालको खतरा छल्लाइ छ।
दामी आहो यहाँ मिस भयो यो चाहिँ हाम्रो अहिलेको गेम भनेको फिटनेसकोलाई मात्रै खेलिरहेको छौँ हाम्रो फुटबलबाट ग्याप टन्नै भएको छ यता नेपालको गोलकिपरबाट खतरा सेभ वडा नम्बर 8 बाट जर्सीमा चाहिँ फेरि वडा नम्बर 8 छ दाइ ओ वाउ वर्ल्ड कपै जिताउला जस्तो छ हाने यमाल भाइ कपाल मात्रै यमालको राखेर हुन्छ दामी भित्र दाइ दामी 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 यमाल आज समीर फुल फर्ममा छन् समीरले आज गेम धेरै नै यस्तो पछाडिको भागले बल नै रोकिदिएको छन् किपरको आवश्यकता परेन यता ओ शट ओहो गएको थियो यार गएको थियो आहा दामी 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 गेम प्ले नजिसिकन है अस्ति धोल खाए जस्तो खान्छन् फेरि ओ वाउ व्हाट सेभ पछाडि सिधा दामी हान्यो लेफ्ट नाइस ट्राई ओ दामी 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 गोल रहेछ दामी यता दामी कस्तो गोलहरू खिच्न पाएन नि आज खिच्दाखेरि गोलै नै हान्ने रहेछन् भिडियो काटे कि गोल हान्ने ठिक छ हो यतिको पड्काइदिनु पर्छ कि ठिक छ यता क्विक मान्छे आएपछि ढिलो हुन्छ दामी ठिक छ दामी यो त दामी थियो यार दामी दाइ कस्तो भइरहेछ त समीर हो खेल्नै गाह्रो भयो ए ल ठिक छ यो त आज त धेरै नै राम्रो केटाहरू फिटमा आउँदैछन् ल है साथीहरू म चाहिँ घर आइसकेँ फुटसल खेलेर होइन एकछिन लाभा पनि गराएँ हाम्रो सौरभ भाइ चाहिँ त्यतैबाट कलेज गइसक्यो त्यही नै हो गाइस ल अब म चाहिँ फ्रेस हुन्छु एकछिन भयो भने अहिले भेटौँ लगाइदियो गाइस ल होइन गाइस म चाहिँ फ्रेस भएर आइसकेँ अब भात खाइदिनु भयो है भात पाकिरहेको रहेछ दाल भात आलु अनि सुकुटी हेरे गाइस भइसक्यो ट्याक्क लाएर फुटसल खेलेर दबाएर हानिदिन्छु म हरियो खुर्सानी नै हालेर ट्याक्क है
फुर्सद त लास्ट गाह्रो भइरह ज्यान अझै गरुङ्गो भएर एकछिन भयो कि एक्सर्साइज त भइरह यो खुवाइ कन्ट्रोल नगरेर ज्यान घट्न चाहिँ अलिकति गाह्रो भइरह राम्रो सुर्यो कुरुम कुरुम फिर खाना थप्दै गाइस अब चाहिँ ल गाइस भ्याइ है त ल गाइस हाम्रो आजको भिडियो चाहिँ यति नै हो म त खाना खाएर म सुत्दैछु है यति भन्दै आजको लागि म बिदा लिन चाहन्छु सबैजनाले डु लाइक सेयर कमेन्ट अनि सब्सक्राइब है गाइजहरू कमेन्ट हान्नु पऱ्यो कि गाइजहरू यार यसो कमेन्ट हान्नुहोस् है ट्याक्क लाएर